उठी हेर आकाशैमा नयाँ तारा उदाएको, सुनि हेर बतासैमा नयाँ सन्देश ल्याएको। आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो, यीशु राजा जन्मेको सुसन्देश। तिमी मेरै लागि हो, तिमी मेरै लागि हो। पूर्ण जगतमा ज्योति ल्याए हुनैले, निराशाको जीवनमा आशा ल्याए हुनैले। अन्धकार पूर्ण जगतमा ज्योति ल्याए हुनैले, निराशाको जीवनमा आशा ल्याए हुनैले। परमेश्वर अवतार लिई मानव बनि आउनुभयो, तिमी मलाई बचाउनलाई जगतमा आउनुभयो। उठी हेर आकाशैमा नयाँ तारा उदाएको, सुनि हेर बतासैमा नयाँ सन्देश ल्याएको। आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो, यीशु राजा जन्मेको सुसन्देश। तिमी मेरै लागि हो, तिमी मेरै लागि हो। जीवनको लक्ष्य बनी ख्रीष्ट आए जगतमा, प्राणहीनलाई जीवन दिन प्रभु पसे डोळैमा। लक्ष्यहीन जीवनको लक्ष्य बनी ख्रीष्ट आए जगतमा, प्राणहीनलाई जीवन दिन प्रभु पस्ने डोळैमा। बाटो सत्य र जीवन हुने मानव बनि आउनुभयो, हाम्रै मुक्तिदाता बनि जगतमा आउनुभयो। उठी हेर आकाशैमा नयाँ तारा उदाएको, सुनि हेर बतासैमा नयाँ सन्देश ल्याएको। आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो, यीशु राजा जन्मेको सुसन्देश। तिमी मेरै लागि हो, तिमी मेरै लागि हो, तिमी मेरै लागि। अहिले हामी कहाँ आइपुग्यौँ? माखोला हो। माखोलामा चाहिँ अब हामी किन रोक्या हो? एकछिन पेट पूजा गरौँ भनेर। दर्शकबिन, त्यति बेला हामी अहिले माउखोलामा आइपुगेका छौँ र हामी माउखोलामा चाहिँ आज अब खाजा खानेछौँ। युथ एसेम्ब्ली चर्चको यो प्रोग्राममा हामी अहिले पोखरामा जाँदैछौँ। गोरे दाइ खाजा खानुभयो? ल अन्डीहरू है, तुला आएन, सन्चो छैन, फुर्सद छैन, ठिकै छ। दिवा दाइ नै आएन,
उहाँको नि पुर्छ ल सुरेशले अन्डा केलाको हेर्नुहोस् है ल उसले गोब्रो पनि समातिरहेको छ अन्डा पनि केलाइरहेछ खिच्दा खिच्दा भोक लाग्यो कि पुरै वाइड हो है देवेन्द्र भाइ छोरी आएन छोरी मसँगै छ माइकललाई भाइ भएर ल ठिकै छ खाउँ खाउँ के खानु भएको हो र भने म पनि चिन्दिनँ है यो के हो कुनै ठाउँको नाम चिया खाने ठाउँ अङ्कल खाजा खानु भएन नरिवल खानु ल है प्रकाश दाइ के खानु भएको ल यता हेर यता के खानु भएको छोरीले कोक हो अनि मिठो छ कति मिठो छ ए तिम्रो स्कुलको नाम के हो सानो मान्छेले यत्रो कोक खाएको बाजेलाई पनि दिएन एक्लै खाएको कता हिँडेको किन जाने यो चाहिँ माइकल दाईको छोरी है सबैले चिन्छ कि चिन्दैन माइकल दाईको ठुलो छोरी ल यता हेर छोरी ल ल सारा बहिनीको के सारा ऊ त भान्जी पऱ्यो है मेरो अब ल हेर यता यता के हो तिम्रो नाम प्रिस्टिला के हो त्यो तामाङ होइन र ए ल ठिक छ यो चाहिँ दाजुभाइ चढ्ने माइक्रो है ल दाजुभाइहरू टन्नै प्याक हुनुहुन्छ सुरुमा त हाम्रो नरेन अङ्कल हुनुहुन्छ यहाँ त्यसपछि हाम्रो चन्द्र दाई हुनुहुन्छ चन्द्र अङ्कल भनौँ न अब चन्द्र अङ्कल दाई अनि पछि हाबेल दाई ल है हाबेल दाई यता अनुहार देखाउनुहोस् है जयमसी भन्नु न भनिरहेछ त्यसपछि हाम्रो सूर्य दाई राजेश अङ्कल हुनुहुन्छ पछाडि चाहिँ ल हाम्रो ज्वाइँ साहबहरू हुनुहुन्छ सुरेश पनि छ नि उठेर आकाशैमा नयाँ तारा उदाएको सुनिहेर बतासैमा नयाँ सन्देश ल्याएको आनन्दले पूर्ण यो शान्तिले पूर्ण यो यीशु राजा जन्मेको सुसन्देश तिमी मेरै लागि हो पूर्ण जगतमा ज्योति ल्याए हुनैले निराशाको जीवनमा आशा ल्याए हुनैले
पूर्ण जगतमा ज्योति ल्याए हुनैले निराशाको जीवनमा आशा ल्याए हुनैले परमेश्वर अवतार लिई मानव बनी आउनुभयो तिमी मलाई बचाउनलाई जगतमा आउनुभयो उठिहेर आकाशैमा नयाँ तारा उदाएको सुनिहेर बतासैमा नयाँ सन्देश ल्याएको उनैको कृपाले माया गरेर पापीहरूलाई उनैले बचाए बताइदेऊ सबैलाई सम्झाइदेऊ सबैलाई सुनाइदेऊ सबैलाई वनपाखा गुन्जाइदेऊ है मुक्तिको एउटा गीतले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले वनपाखा गुन्जाइदेऊ। दर्शकबिन त्यति बेला हामी अहिले माउखोलामा आएका छौँ र हामी यो नयाँ वर्षको उपलक्ष्यमा चाहिँ पोखराबाट अलिकति सम्मेलनको आयोजना गरेको छ। सोही सम्मेलनमा सहभागी हुनलाई आज हामी यहाँ आइपुगेका छौँ। अहिले चाहिँ हामी माउखोला आइपुगेका छौँ है र यहाँ बसेर चाहिँ हामी खाजासाजा खानेछौँ भन्ने खबर आएको छ। यो चाहिँ अब रिलायन्स रेसिडेन्सियल स्कुलको बस रहेको छ। यसमा चाहिँ हामी लगभग 40 जना होला 40 जना होला है 40 जना चाहिँ हामी पोखरातिर प्रस्थान गरिरहेका छौँ। एउटा बस र एउटा माइक्रो। अब ऊ आउँदै हुनुहुन्छ ल जयमसी भन्दै हुनुहुन्छ है। भेज होइन यो राख्नु भाइ भेज खाने को छ र लु बस दिदी पछि नपुगेको त्यसलाई के भन्छ दाइ? छोइला यो पिरो छोइला हो कि नपिरो छोइला? पिरो हो। ल यो चापागाउँको आइटम्स हो। ल यता हेर्नु त के खानु भयो? पिरो छ कि छैन भाउजू? एकदम साह्रो पिरो भयो अरे आजनै बनेको यो आलु छिटो सेरोले खाएन रोटी दिए त मैले चीज सुरेश ए बजी काटा यो कुनै च्याप गयो पछि किन उडाउनु भयो अनि भयो go let's move go ahead
आमोसम्म भिडियोमा छ है आमोस लुक हियर पोखराको दाजु हुनुहुन्छ है गोठालो पनि हुनुहुन्छ अब हामी त आयौँ के अरे अब कसरी व्यवस्था गर्नु भएको छ केही भन्नुहुन्छ कि त्यस्तो केही पनि छैन यो ठाउँ ठाउँमा चाहिँ राखिएको छ के अरे ए हजुर हजुर दिदीबहिनीहरू यतापट्टि घरतिर छन् कति दिनको हुन्छ अब सम्मेलन हजुर सम्मेलन कति दिनको सम्मेलन अब आज अनि भोलि मेन सङ्गति ए 3 दिनको बेलुका हजुर हजुर अनि पर्सि बिहान सङ्गति गरेर छुट्ने है त्यसपछि त आफ्नो घर जाने यो बिचमा केही घुमघामको प्रोग्राम राख्नु भएको छ भोलि बिहान सङ्गति 8 बजेबाट सुरु गरेर लगभग 11 बजेसम्म सङ्गति हुन्छ हजुर 10:30 11 बजेसम्म त्यसपछि दिउँसो खाना खाएर घुम्ने ए भने लगभग 4 बजेतिर बेलुका सङ्गति भनेपछि ल घुम्ने प्लान पनि रहेछ अब सबै दाजुभाइ चाहिँ खुसी होला भन्ने आश गरेका छौँ उहाँको परिचय दिनु नपर्ला तै पनि दिइदिनु है मेरो नाम रूपकुमार गुरुङ हजुर रूपकुमार गुरुङ यहाँको स्थानीयवासी ल धन्यवाद उहाँ चाहिँ अब भाउजू हुनुहुन्छ के अरे जयमसी है भाउजू आराम हुनुहुन्छ ल त ल उहाँको नाम भन्नु तपाईँको नाम मेरो पुताली बिका यहीँबाट हो पोखराको सबै धेरै पुरानो मान्छे है पुरानो हुन्छ भनेपछि यहाँको पुरै एकदम लोकल स्थानीयवासी एकदम स्थानीय अड्डा जमाएकै तपाईँले के एकदम पुरानो लु त लु भेट्दै गरौँला है तपाईँको नाम भन्नु एकचोटि लु नाम भन्नु मेरो सीमा भुजेल गैरी हाम्रो चर्च गरिदिएर पुरानो चर्च जुन ठाउँको थियो गोमा भुजेलको पनि अर्कै चर्च छ पहिले उता जाने भन्ने थियो म जान मन लाग्यो म यहीँ छु त्यही ठाउँमा हस् धन्यवाद ल है कुन टोली रे हामी परिचय दिनुहोस् है तोबाङबाट हो पछाडिका माओखोला कता तोबाङ हेटौडा ल हेटौडा टोली है यो पनि हेटौडा टोली नै हो नि है उहाँ चाहिँ अब काठमाडौँबाट अब ल कहाँबाट आउनुभयो अरे गोर्खा कता तोबाङ कि गोर्खा हजुर बुझेन मैले ए मौखला पारी गोर्खा नै हो नि त आराम हुनुहुन्छ है ल उहाँहरू चाहिँ हुग्दी खोला होइन हुग्दी खोला माओखोला उहाँ चाहिँ तोबाङको तल जोबाङबाट होइन केराली राजीमान दाई ल है जयमसी है बा ए ल उहाँलाई त चिनिसक्छु साराको बा होइन ल है जयमसी उहाँ चाहिँ अब गोले दाई काठमाडौँबाट ल जयमसी है दाई अहिले चाहिँ अब हामी पोखरामा छौँ र यो पोखरामा हामी अब वासस्थानको क्रममा केही अब तयारीहरू भएको छ खानपिनका लागि तयारी गरिरहेको यो डेकोरेसनमा आएका छौँ सबैजना यहाँनिर उपस्थित हुनुहुन्छ ल उहाँ चाहिँ पोखराबाट जयमसी है अङ्कल जयमसी आयोजक भनौँ कि म्यानेजर भनौँ सबै उहाँ नै हो अलि राम्रो व्यवस्थापन गरिदिनु होला जयमसी है उत्तम दाइ ल उहाँ चाहिँ माओखोलाबाट ल हजुर माओखोला आराम हुनुहुन्छ एकदम कसरी आउनु भयो बिस्तारै गुडेरै आउनुभयो नि ल है बाबालाई यहीँ शक्तिखोरबाट होइन त नाम भनिदिनु न बा रणबहादुर गुरुङ ल मनकुमारी गुरुङको बुवा हुनुहुन्छ है ल हजुर ए ल परिचय भन्नुहोस् त ल हजुर म चाहिँ माओखोलाबाट वडा अध्यक्षको उम्मेदवार त होइन नि परिचय त त्यतातिर ल अब मिलाएर बोलौँ है अब चाहिँ ल उहाँहरू चाहिँ काठमाडौँबाट ल सूर्य दाई राजेश अङ्कल त्यसपछि भाइहरू ल सुनिल भाइ होइन मलाई चिन्यौ ल
आराम हुनुहुन्छ के बिदि मोटाएको हौ तिमी है तेरी ल उहाँ चाहिँ हिर्काजी दाइ है फेरि काठमाडौँबाट ल उहाँको पनि परिचय चाहियो भने हो क्या अघि म चाहिँ चापगाउँको चापा गाउँबाट अब अरू केही भन्नुपर्छ अरू त अब बिस्तारै भन्दै गरौँला ल चाहिँ केराली हेटौँडा ए ल हेटौँडाको टोली है धारापानीबाट होइन त धारापानीबाट ल फेरि परिचय गर्नु पर्यो ल है भाइहरू उहाँ चाहिँ पोखराको अब काठमाडौँको वासी पोखरामा स्थानान्तरण भएको छ बिचको दुबईपट्टिको ए मुङ्लिनको ल है दर्शकबिन्द अब तपाईँहरूले मिलाएर बुझ्नु होला है ल रोशनीको बल्ल भेट भयो ल के छ रोशनी हालखबर रक्स हान्नु पर्यो है मलाई जहिले पनि सानो काकाले जहिले पनि टक्ने यहाँ चाहिँ अब पुलाउ पाक्दैछ उहाँहरू अब पकाउने अब तेजी दाई होइन तेजेको भाइ तेजेको पनि भाइ अनुहार त तेजी दाई जस्तै छ त होइन पत्लो त एउटै हो यता हेरिदिनु त नाम भनिदिनु न अनिल सुनार है तेरि स्वर पनि ठ्याक्कै तेजी दाईको रहेछ त बारपाकमै हो मेरो त छिमेकी रहेछ नि त तपाईँ त सुलीचोक 1 पोखरा सुलीकोट आज अब पकाएर यताउता खुवाउने प्लान गर्नुभएको छ कतिजना जति सहभागी छन् अन्दाजी कम्तीमा 200 देखि 250 250 कति दिनको लागि हो 2 दिनको लागि है 3 दिनको लागि भनेपछि आज बिहिबार शुक्रबार शनिबार अति नै खुसी छौं ल राम्रोसँग हस् राम्रोसँग गर्नुहोस् अब हाम्रो शुभेच्छा छ अब यता चाहिँ ल सरसामानहरू रहेको छ अब अचारदेखि लिएर विचारसम्म विचार त दाइले भनिरहनु भएको छ है ल डिटेल मैले भन्नै पर्दैन अचारदेखि विचारसम्म अनि केदेखि केसम्म अरू मिलाएर बुझ्नु होला होइन यो लोकेसन त थियो त ल अहिले चाहिँ अब खानपिनको तयारीमा रहेछ अब यतातिर आएका छौँ हामी हाम्रो म्यानेजरको तर्फबाट चाहिँ दिनेश दाई हुन्छ है जयमसी है दाई म्यानेजर बनाइदिएको आज कस्तो खालको के हुँदैछ तयारी दाई तयारी त केही छैन यार यो के हो कसो हो है दाल भात पाकिरहेछ ए सबैले दाल भात खुवाउने आज बेजोडले तयारी गर्नुभएको एकदम बेजोडले दाल भात है लो धन्यवाद है उहाँहरू सबै पोखराबाट है जयमसी है ल रिबेका होइन रिबेका ल मैले परिचय दिनुपर्ने भयो प्रसुन होइन भन्न मिलेन खै कहाँ उता भागेको है नानीहरू ल यता हेर यता ऊ क्रिस्टिना होइन हेत तेरी ल परिचय दियो है नानीहरू ल पोखराबाटै हो हजुर नाम भन्नु पर्यो नि त शिक्षा है ल भाषामा चाहिँ नबोल्नु अलिक बुझ्ने भाषामा चाहिँ बोलौँ है अब बाहिर किन बसिरहनु भएको छ त्यसको बारेमा यसो सोधौँ है अघि हामीले के अरे बसभित्रको धुवा खायो अहिले चाहिँ पोखराको खाइदिउँ भनेर ल भनेपछि हल्का रिङ्गडा लागेको अवस्था होला जस्तो छ हो छैन होइन न त भित्र बस्नुपर्ने भन्ने कुरो पोखराको कस्तो रहेछ भनेर अनुसन्धानमा हिँडेको हो उहाँ चाहिँ अब सिम्सोन है एकदम साइलेन्ट किलर जस्तै है उहाँ चाहिँ यो चाहिँ फेरि सबै अब फ्ल्यास आउट हुन्छ है अनि त्यही भएर अब अलि आँखा अलिक ठुलो हेर्नु होला ठुलो बनाउनु मिल्दैन दाइ के गर्नु सानो आँखा गुरुङको छोरा ल धन्यवाद है लाइटै आइदियो ल भनिहाल्नुहोस् अब धौलाको तरिकाले है तपाईँको भन्नुहोस् न ल उहाँहरू चाहिँ धारापानी टोलीबाट हुनुहुन्छ
जय मसी है धार पनि हो नि उहाँ चाहिँ शमशेर दिदी हुनुहुन्छ है शमशेर दिदीले आएर अब अनुहार देखाउनु भएन उहाँ चाहिँ उहाँ ममता दिदी हो चिन्नुभयो है ल उहाँहरू चाहिँ गैँडाको टोली हुनुहुन्छ लक्ष्यामा हुनुहुन्छ आमा हुनुहुन्छ उहाँ चाहिँ दिपा दिदी हुन्छ दिपा दिदी हो नि उहाँ चाहिँ अनि आमोस मामा है ल मामा यता हेरिदिनुहोस् त हेलो अब हामीलाई चाहिँ के व्यवस्था हुन्छ आमोस ल ऊ त साइलेन्ट पो भयो त भन न भाइ केही नभन्ने बाजेहरूलाई के खुवाउने हो ल ऊ चाहिँ स्यारोन है ल स्यारोन कता आएको तिमी मामा घर हो खबर अघि भर्खर अर्कै ड्रेसमा थियो आज त अहिले चेन्ज भएछ आमा छैन मम्मी खै आउनुहुन्न अरे ए भाइ पनि आएन सङ्गीता हो कि कोरोना भने आफ्नै ससुरालीको मान्छे चिन्दैन अब यस्तो छ अब के भन्नु जोइ साहबको अब दाजुभाइको फेरि दाजुभाइ भन्ने जातै यस्तै हो ल है दर्शक बिन्द अब मिलाएर बुझ्नु आएको छ ए छैन कि हो खोइ त शाकाहारी मान्छेलाई कहाँ त्यस्तो भनिदिनु है किमा केलाएर देखाइहाल्छु नि भित्र लुकाएको छु क्या मैले हो भने ल है अब बिनु बहिनीले हेरेको छ भने चाहिँ अब अलिकति सतर्क हुनु होला यो उहाँकै लागि देखाइदिए हो बिनुलाई बँदेल भनेपछि बँदेल खान्छ बँदेलको नाममा बुङ्गुर दिने हो कि हो टोली काठमाडौँको टोली बिर्सिरहेको हाम्रो आन्टी हुनुहुन्छ ल है जयमसी है आन्टी ल राम्रैसँग आउनुभयो बाटो त एकदमै खराब हो अनि मनकुमारी दिदी आराम हुनुहुन्छ भाउजू त मुस्ताङबाट आउनुभयो है अनि गैँडाकोट होइन ऊ त काठमाडौँकै मान्छे भइहाल्यो सरकारीको कोठा अब सुब्दा टेकबहादुर तामाङ र हाबेल दाई बस्ने कोठा रहेछ यो राम्रैसँग आउनुभयो कस्तो लाग्यो भन्नु राम्रो लाग्यो खुसी लाग्यो फेरि आउनु लागेछ ल धन्यवाद ल सिस्टी मलाई नै हालिदेऊ त मलाई नै हालिदेऊ है ल है रु छैन भने मलाई नचिने हो हेत्तेरी ल अब खाना खाने क्रम सुरु भइसकेको छ अब देवेन्द्रलाई चाहिँ अलि धेरै दिनु है यो थप खाना हो कि देवेन्द्रलाई मात्रै हो भने उसको पेट त सानो छ फेरि ल हेर्नुहोस् है ल है मम्मी अलि राम्रोसँग दिनु है अब यहाँ असन्तुष्टि भयो भने चाहिँ राम्रो हुँदैन है टन्न खुवाउनु पर्यो टन्न घुमाउनु पर्यो अब पोखरा आएर फेवाताल घुमाएन भने राम्रो हुँदैन त्यो पनि विचार गरिदिनु है पोखरा आएर अलिक बोल्न जान्नु भएछ खुसी लाग्यो ल त्यो आमोस है ल अनमोल सँग बोल्नु भयो पार्वतीको बहिनी हो दिदी हो काठमाडौँ मान्छे अनि कहाँबाट आएको छ माउखोलाको हो नि त माउखोलाबाट भयो चर्चा चाहिँ काठमाडौँमा भएको
अब यसलाई उतापट्टि दिनु यहाँ तपाईँले गाउँमा राखेर किन घरमा राखिरहनु भएको काम गर्नु भएन ल ल ल ल ल काम गर्नु पर्यो नि यो पनि दुई गाडी नै हामी चाहिँ एउटा माइक्रो हो एउटा बस लु जेठा दाइ रमाइलो गर्नुहोस् भोलि घुम्ने पनि प्लान होला राम्रोसँग सङ्गति गर्नुहोस् शुभकामना जय मसी ल ऊ चाहिँ स्यारोन तामाङ है स्यारोन तामाङ हो कहाँबाट आएको तिमी काठमाडौँबाट जाम खाली भयो रे स्यारोन खोइ त तिमीलाई भा खाना खोइ खाना नखाने मम्मीले दिएन मम्मीसँग खाऊ है ल है दर्शक बिन अब दुईजनाको एउटै फ्यामिली भयो ल खाना लिएर आउनु भयो ल अब खाने आमा ल सम्चिर दिदीको खाना चाहिँ कहिले नबढ्ने भयो है दिदीको नाम चाहिँ भनिदिनु त दिदीको नाम चाहियो मलाई नाम भनिदिनु त सुस्मिता मात्रै ए सुस्मिता बराइली दिदीलाई पनि चिने जस्तो लाग्यो मलाई बाटो जुन जाने अनि एकचोटि गएर एकचोटि मासु कस्तो भयो सब ठिक छ रमेश दाइ कस्तो भयो एकदम राम्रो यात्रा होइन खाना चाहिँ खाना एकदम मिठो एकदम फर्स्ट क्लास है अब यो चाहिँ क्रेडिट जान्छ है पोखरा सुन्नुभयो नि यो सबैतिर पुग्ने भयो सबैले हो अब काठमाडौँको पालि अब हेर्नु अब कस्तो हुन्छ काठमाडौँमा नि अब कस्तो आउँदो रहेछ ल धन्यवाद है दाइहरूलाई खोइ त खाना खाइसक्यो नि हो र भने खानु भएन होइन खाएँ बुङ्गुर खानुभयो डबल ए होइन केही देखिनँ त्यही हो ल आयोजकले पनि आज खाना सुरु गर्नु भएको छ आयोजक हो नि है ल सबैले यता हेरिदिनु है आयोजक टिमले सबै यो पोखराको पार्टीहरू हो होइन आयोजक भनेकै पोखरा टिम हो कि काठमाडौँ नि हो मम्मी म त मुङ्लिनको पोखरा नि आज मुङ्लिनकर काठमाडौँ नि आज मुङ्लिनको उहाँ त अन्डी त अनि बारपको होला नि त बारपको टोली नि ल है अब मिठो मानेर खानु होला अब काठमाडौँको टोलीलाई मिठो लाग्यो रे अब पोखराको टोली अब है ल धन्यवाद झन् यही आइरहेको छ ल है सर होइन त मिठो माने खानु चाहिँ खोइ तपाईँ मासु नै नलिनु हुँदो रहेछ हालिदियो कि खर्च कति हो रूपमा कतिको लगानी मैले चढ्ने सिडी देखाउनु प्रभु मलाई आज मात्र जिउन सिकाउनु मानो मात्र मान्छे
केवल जेसु अझै हुन सक्छु विश्वास गरौँ मैले चढ्ने सिडी देखाउनुहोस् प्रभु मलाई आज मात्र जिउन सिकाउनु अब सुनेको फेरि है सँगसँगै गर्दा मसँगै गर्दा तपाईँलाई मान्छे बिग्रनु हो फेरि तपाईँलाई मान्छे बिग्रनु हो विश्व देख्नुहुन्छ अझै गाह्रो छ हो जमकाटुले एउटा अवसर पायो विशेष गरी परमेश्वरको निम्ति परमेश्वरको प्रशंसाको निम्ति तर्जुमा भइसकेको थियो एउटै मात्रै कुराको के अरे ऊ थियो हामीलाई चिन्ताको विषय थियो टेन्सनको विषय थियो त्यो कुरा भनेको कतै मौसमले साथ दिन्न कि भन्ने कुरा थियो है हामी अरू भाइहरू त के भयो त्यो मलाई थाहा छैन तर मलाई चाहिँ एकदम ऊ भइरहेको थियो मौसमले अनि सम्मेलन आउनुभन्दा लगभग एक हप्ता अगाडि यति ठुलो पानी हुरी बतास पानी पर्यो अनि ल अब त सङ्गति हुन्न क्या हो भन्ने त्यो किसिमको शैतानले हामीलाई के भयो एउटा अविश्वासको एउटा कुरा राख्थ्यो अनि म त अनि त्यसपछि अरू त कोही थिएन टाढै हुनुहुन्छ मेरो विशेष गरी हाम्रो सहकर्मी भनेको हाम्रो के अरे महेन्द्र भाइ अनि त्यसरी कुमार भाइ ए भाइ हो तपाईँहरूले चाहिँ के मौसम हेरेन क्या हो भनेर गुगलमा हेर्नु भएन ऊ गर्दै मैले भनिरहेको थिएँ अनि हेर्दै हेरेको दाइ तर अचानक के भयो हुरी बतास पानी आयो यो मौसमको पोखराको मौसमको त्यति साह्रो भर्नु हुँदो रहेछ भन्ने कुरा भयो अनि त्यसपछि निकै एकदम असेना पानी हुरी बतास चल्यो त्यो दिनमा त्यसपछि त्यसको भोलिपल्ट चाहिँ मौसम के हुँदै गयो क्लियर हुँदै गयो तर जे गर्नुहुन्छ परमेश्वरले हाम्रो जीवनको निम्ति के गर्नुहुन्छ भलाइ नै गर्नुहुन्छ त्यो पानी यस्तो तरिकाले यति लामो समयसम्म आउन पानी त्यो दिनमै नै आइदियो क्या पानी जसको कारणले गर्दाखेरि आज यो मौसम के छ खुलेको छ है के अरे मौसम एकदम हसिलो भइरहेको छ है त्यो कारणले गर्दाखेरि हामीलाई चर्को घाम पनि छैन एकदम ठिकै तरिकाले जो हामीलाई चाहिन्छ त्यही किसिमको जुन टेम्परेचर प्रभुले हामीलाई के गर्नु भएको छ जुटाउनु भएको छ तपाईहरू यो बाटोमा विभिन्न किसिमका समस्याको बावजुद पनि आफ्नो काम धन्दा सबै कुराको बावजुद पनि परमेश्वरको प्रशंसाको निम्ति तपाईहरू यस ठाउँमा आइदिनु भयो फेरि पनि म एकपटक तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु है प्रभुले आशीर्वाद दिउन् आउनुहोस् हामी अहिले नै दाइले भनिसक्यो मलाई एउटा म यहाँ पनि भन्ने गर्छु गीत गाउँदाखेरि कहिले पनि मुख चुप्प नगर्नुस् है त्यही कारणले गीत गाउँदाखेरि मुख के हुनुपर्छ खुल्ला हुनुपर्छ भात खाँदाखेरि अघि दाइले भनिसक्यो भात गर्दाखेरि अलिकति गवाई जस्तो भन्नेहरू त्यस्तो खालको प्रोग्रामहरू हामीले गरिरहेका छौँ तर यसपालि चाहिँ अलिकति समयको कारणले गर्दाखेरि हामीले खास हिजो बेलुकाबाट सङ्गति गर्न पाएको भए हामीसँग समय अलिक धेरै हुन्थ्यो अनि अलिक समय धेरै भएको भए सबै ठाउँबाट यसो दाजुभाइहरू जो अगुवाईहरू हुनुहुन्छ उहाँहरूलाई अलिक छोटो समय 10-15 मिनट 15-20 मिनट आधा घन्टा यसरी चाहिँ हामीले दिन चाहिँ सकिन्थ्यो तर यसपालि तपाईँहरूले मुनिलेका बाटो हेरिहाल्नुभयो है बाटोको अवस्थाले गर्दाखेरि सबैजनाको चाहिँ कतिखेरसम्म आइपुग्न सकिएला भन्ने कुनै त्यस्तो टाइम चाहिँ अलिक ठ्याक्कै भन्न गाह्रो खालको भयो अवस्था
बेला बेला फेरि बिच फेरि रोकिदिन्छ फेरि त्यहाँनिर बेला बेलामा त्यहाँनिर बाटोहरू ब्लक दिने कहिलेकाहीँ त धेरै बेरसम्म रोकिदिने त्यस्तो हुने आफ्नो सुरले हिँड्नु नपाइने कि यसको मतलब आफ्नो सुरले सरासर म यति घन्टा म यहाँ पुग्छु भनेर चाहिँ टार्गेट गरेर चाहिँ हिँड्नु नसकिने अवस्था भएको मौका पायौँ यसपालि परमेश्वरको इच्छा भयो भने पक्कै पनि फेरि पनि हामी यसपालि भेट्नेछौँ त्यसरी नै फेरि सबैजना अब यो बिचमा 1-2 महिना चाहिँ फेरि बर्खाको कारणले गर्दाखेरि सायद यो सङ्गतिहरू यताउता प्रोग्रामहरू गर्न चाहिँ गाह्रो पर्छ यसपालि अब यो बिचमा यो 2-3 महिना चाहिँ त्यस पछाडि फेरि पनि त्यहाँबाट फेरि तपाईँहरूले भेट्ने यस्तो अवसरहरू मिल्छ है त्यसैले जति पनि जना तपाईँहरू आउनुभएको छ तपाईँहरूलाई हामी धेरै धन्यवाद दिन्छौँ तपाईँहरूले यसरी टाढाबाट बाटो अप्ठ्यारो छ भन्दा भन्दै पनि तपाईँहरू पनि आउनुभयो है र विशेष गरेर यसपालिको सङ्गतिमा हामी कतिपय हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू चाहिँ हामी धेरै वर्षपछि हामी चाहिँ कुराकानी गर्दै जाँदाखेरि अब 6-7 वर्ष चाहिँ हामी देखभेट गर्न चाहिँ हामी छुटेको रहेछौँ यत्रो वर्ष हाम्रो माझबाट चाहिँ कति छिटो चाहिँ बिचमा रोग बिमारीहरू भयो कोरोना भयो के समस्याहरू भयो यसरी हाम्रो बिचमा 6-7 वर्ष बितिसकेको रहेछ है तर उहाँहरू टाढा भए तापनि हाम्रोबाट चाहिँ हामी भेट्न नपाए तापनि हामीले याद चाहिँ हामी गरिरहेको हुन्थ्यो है हाम्रो दाजुहरू कता हुनुहुन्छ होला हाम्रो दाजुभाइहरू के छ होला कसो छ होला हाम्रो याद चाहिँ आइरहेको थियो कि त्यस्तो हुन्थ्यो तर परमेश्वरको चाहिँ दयाले गर्दाखेरि आज हामी फेरि सबैजना भेट्ने मौका पाएका छौँ यो परमेश्वरको एउटा समय हो सबै कुराको चाहिँ एउटा समय हुँदो रहेछ समयले नै आज हामीले सबैलाई यसरी जुटाएको छ त्यसैले हामी धेरै खुसी नै छौँ कि यस्तो अवसरहरू हामीले पाएका छौँ है र अब यस पछाडिको समय चाहिँ अब धेरै तपाईँहरूको नलिकन हामीले एकजनालाई मात्र चाहिँ हामीले समय दिएको छौँ मैले भने गर्दा कसैले कसै यो चाहिँ के रहेछ भने यो परमेश्वरले हामी निरन्तर लागिरहँदा कुनै त्यो दिन त्यस्तो आउँदो रहेछ कि सानो कुराबाट पनि हामी मनमुटाव लिने सानो कुरा गलतले पनि हामी बाहिर निस्किनु पर्ने के थाहा यो कुलबिनमा म आज छु भोलि नहुन सक्छ होइन अब भोलि यहीँबाट हामी फर्केर जाँदा बाटोमा कहीँ एक्सिडेन्ट भएर सिद्धियो भने भोलि भेटौँ उत्तम भाइ भन्ने कुरो नि हुँदैन होइन पोखराको दाइहरू भाइहरू भेट्न आशा थियो मलाई आज पनि याद छ हाम्रो सरको आमाले भन्नुहुन्थ्यो महला सरलाई भन्नुहुन्थ्यो अरे प्रदीप मलाई महला पुर्याइदिए उत्तमको श्रीमती उत्तम अनि त्यहाँको चाहिँ टुटफुलमाया अनि कान्छाको उसलाई रणबहादुरको परिवारलाई भेट्छु त्यही अवस्थाले आमा त्यो आइरहनुहुन्थ्यो महला अनि उहाँले त्यो भन्नुहुन्थ्यो अरे के सरले पछि भन्नुभएको अनि त्यत्रो एउटा मनमा चाहिँ कता कता होइन आज यसरी कहीँ बिछोड भयो भने कोही छुट्यो भने यो आशा त रहिरहने भयो नि त होइन र त्यसले गर्दा शरीरमा हामी टाढो भए पनि मनले चाहिँ कहिले नसोचौँ म आज भ्याइन सकेन पैसा छैन आज फुर्सद भएन यो फुर्सदमा गर्ने कुरो होइन आज यतिका मान्छे हामी लगभग 200 जना मान्छे एउटा कहीँ एउटा काम गर्ने एकजनाले 1000 रुपियाँ कमाउँदै 200 भनेको 2 लाख रुपियाँ कमाए त हामीले त्यतिकै गयो होइन र हो नि एउटा शरीरको कुरा हेर्ने हो नि तर परमेश्वरको एउटा राज्यको एउटा महिमाको कुरा र स्वर्गको कुरा होइन परमेश्वरलाई पाउने कुरा त यो त त्यो मामुली 2 लाखको 1 लाखको कुरो होइन नि हो र अनन्तको जीवन परमेश्वरले प्रतिज्ञा गरेको त्यो कुराको हकदार बन्न त कसैले गरिदिएर लगिदिएर पुर्याइदिएर हकदार बन्ने होइन नि होइन हक भनेको त भन्छ नि मान्छेले आफ्नो त्यो के भन्छ नि त्यो के लडेर लिनुपर्छ अरे कि हक अधिकार भनेको अधिकार होइन त्यसले आज छ नि त महिलाहरू हरेक आफ्नो ठाउँमा हरेक मान्छे जनजातिहरू ठाउँ ठाउँमा विभिन्न किसिमको जातिहरू लडाइँ गरिरहेको छ झगडा गरिरहेको छ महिलाले 51% चाहिन्छ भन्छ अर्को जातिले हामीलाई यो चाहिन्छ भन्छ उनीहरूले पनि लडिरहेको छ त्यो त शरीरको कुरा विश्वास आशा र प्रेम यो 3टा चिजले मात्रै मान्छेलाई परमेश्वरको राज्यमा लाग्छ होइन मान्छेले जेसुकै गर्नुहोस् जतिसुकै खर्च यहाँ धन दौलत जतिसुकै खर्च गरे पनि अहिले उसले विश्वास गर्दैन अनि परमेश्वरलाई प्रेम गर्दैन भने अनि परमेश्वरमा आशा राख्दैन भने त्यो केही काम लाग्दैन त्यही कारणले आज तपाईँले परमेश्वरलाई आशा राख्नु भएको छ निश्चय परमेश्वरले दिनुहुन्छ त्यो विश्वास छ जुन दाउदले भने जस्तै पास्टरको लाइफको एउटा जीवन कहानी हो त्यो घरको श्रीमतीले पनि बुझ्दैन यो समस्या उसले के भन्छ भन्ने कुरो किनभने एउटा पास्टर भनेको चाहिँ कस्तो हुन्छ भने मण्डलीको हुन्छ कि घरको चाहिँ म श्रीमान भएँ ऊ पनि श्रीमान भयो अनि त्यही मण्डलीकै कुरो घरमा गर्दा चाहिँ घरको श्रीमतीले फेरि श्रीमानको हिसाबले हेर्छ कि अनि हे तपाईँले यसो गर्नुभयो तपाईँले उसो गर्नुभयो भन्छ साधारण सबै अगुवाहरूको तपाईँले सोध्नुभयो भने तर जब मैले घरमा यदि कुरा गर्छु त अर्कै रहेछ नि त ऊ त परमेश्वर होइन तर परमेश्वरले उहाँलाई प्रभु अनि ख्रिस्ट के गर्नुभयो बनाउनु भयो ल मेरो बदलामा तिमी नै हो संसारमा न्यायकर्ता तिमी नै हो मुक्तिदाता तिमी नै सब कुछ गर्ने तिमी नै हो भनेर राजाहरूको राजा प्रभुहरूको प्रभु मुक्तिदाता न्यायकर्ता बनाएर पठाए कि होइन हौ
अनि यहाँनिर लेखेको छ पत्रुसले अब रुखले मुख बन्द गरेर हाँसेपछि भिडियोमा आउँथेन मुखीदेखि भिडियोमा आइरहेछ किन हालिदिएको चाहिँ नभन्नु है होइन ममता आन्टी उहाँ चाहिँ ममता आन्टी है खै आन्टी यो फोटो नि देख्न पाइन्न भिडियो नि देख्न पाइन्न होइन आन्टी यत्रो फोटो खिच्दाखेरि बुढी भइसक्यो नै एउटा फोटो फोटो र भिडियोको लागि त अब काठमाडौँ आउनुपर्छ हेर्नु पोखरामा टिकट काटेर पठाउने कुरा आउँदैन काठमाडौँकै कुरा हो काठमाडौँकै कुरा त्यत्रो पिकनिकमा खिच्यो खै फोटो त्यो अनि दुईटा कप कालो चिया छ राम्रो छ यहाँ यसकारण यस्तो लेखेको छ पहिलो मानिस आदम जीवित प्राणी भयो अन्तिम आदम भनेको मान्छे हैन अन्तिम आदम जीवन दिने के भयो आत्मा भयो पहिलो चाहिँ आत्मिक होइन पहिलो चाहिँ के होइन आदम आत्मिक होइन तर प्राकृतिक हो त्यसपछि चाहिँ आत्मिक हो पहिलो मानिस माटोले बनिएको पृथ्वीबाट हो दोस्रो मानिस स्वर्गको अहिले हामी कसमा टाँसियो पहिला जन्मियो पृथ्वीको मान्छे भएर अब टाँसियो कोसँग स्वर्गको मान्छे भएर अनि स्वर्गको मान्छेमा शक्ति हुन्छ हुँदैन तपाईँको हुन्छ हुँदैन एकदम प्रार्थना गर्नुहोस् तपाईँले मागेको कुरा सबै कुरो पुरा हुन्छ रोग के पनि होइन
है तपाईहरुले बडो धैर्य साथ यस गीतलाई के अरे सुनिदिनु भयो सोको निम्ति धन्यवाद दिन चाहन्छु हामी अब उठ्नु होला हैन कतिको सहज भयो त नि आज सुताइ चाहिँ आशिषमा नै भयो है सुन्नमा अनुसार त सबैभन्दा लास्ट उठ्नु भरे पनि लगभग ढिलो भयो सबैले बिचराहरू उठाउने बेला तपाईँ पो देख्नु ल है देवेन्द्र उठ्नुहोस् भन्ने आवाज आयो भने सुन्नु पऱ्यो हो साँचो हो हजुर हस् धन्यवाद ल है हस् 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 सोधौँ भनेको आइहाल्नु भयो ल पोखरा र सिम्जा भनेको त दाइ सिम्जा होइन हेम्जा हेम्जा भनेको आलुको लागि फेमस हो अनि यो आलु चाहिँ एकदम छिटो पाक्छ कुन जिल्लाको हो हेम्जा अनि माथि हैन लेक साइडमा अघि भुटेको भातका राखेको आज चाहिँ दोस्रो दिन है हेम्जाको आलु चाहिँ ल आज पकाउने जिम्मा चाहिँ दिनेश धेमाको बोलाउनु त बाबु म बाँडेछु एक प्याकेटै हो तर यो बेसार धेरै लाग्ने खालको नरहेछ क्या अनि पुरै अनुभव हो दाइ पुरै अनुभव हो अनुभव त छैन फ्राई राइस हो हजुर ए हो बाबु ए हो अहिले चाहिँ अब बिहानको 6 बजे छ कि 7 बजे छ है 7 बजे सम्मेलनको दोस्रो दिन भयो हजुर सुरु भयो नयाँ वर्षको अब ए आज त नयाँ वर्ष पनि है अनि शुभकामना ल 80 साल लाग्यो आजबाट लाग्यो 80 मा
कस्तो लागिरहेछ आज 80 सालमा एकदम राम्रो है 80 साल चाहिँ एकदम राम्रो होला जस्तो लागिरहेछ मलाई 79 को निन्द्रा चाहिँ कस्तो भयो निन्द्रा चाहिँ एकदम खुब राम्रो मिठो है कति बजे सुत्नु तपाईलाई चाहिँ डिस्टर्ब भयो जस्तो लाग्यो अनि कति बजे सुत्नु भयो म त 11 बजे सुते 11 बजे नि 11 बजे सुते 6 बजे उठिहाले हैन बिहानै उठ्नु भएछ ल बिहानै उठे है बस शुभकामना छ तपाईहरुलाई 80 मा सुतेर 80 मा उठेन 80 मा ड्याङ्गे 1 वर्षमा 80 मा सुतेर 80 मा उठ्यो हामी त हत्तेरी कडा रहेछ नि त सुरेश नामै सुरेश हो नि त सुरेश कि CRX सुरेश होइन सुरेश हो होइन हौ उसको त सर्टकट त CRX भ्लग हैन एक्स कहाँबाट झुन्यो म अचम्म लागेर एक्स भएर गिफ्ट पाएको के गिफ्ट पाएको एक्स लेखिदिएको ल चिया बनाउने चिनी यो चाहिँ चिया ल चिया बनाउने मान्छेको नाम चाहिँ ल यता हेर्नुहोस् है ल जितबहादुर गुरुङ पोखरा हुनुहुन्छ स्थायी घर कास्की जिल्ला नै हो सिक्लेस भनेको त निकै पहाडी साइड हो पहाडी लगभग बाइकमा 1 घण्टा यहाँबाट 1 घण्टा ठ्याक्कै लाग्छ यो चाहिँ तातो चिया ल यहाँ चाहिँ पानी सिद्धेको जस्तो छ पानी चाहिँ बोरिङ हो अङ्कल बोरिङ तान्ने हो राम्रै हुन्छ होला नि काठमाडौँ जस्तो रातो त हुन्न यहाँ काठमाडौँमा तपाईँको पुरै रातो पानी आउँछ कि ल अब खोलौँ यो रत्न अब घरवालको लाग्नु चिया मिठो छ ल भयो भयो एकैछिन ल भाडा हटाऊ भाडा फर्काऊ फर्काऊ त्यसो गरे ड्राइभर आउनु नमान्नु बाबालाई यो चाहिँ के को लागि त यो पानीको लागि पानी नआएर हो अब कहाँबाट ल्याउनु होइन अब आउँछ लिएर आछ यो पाइप पाइप चाहिएको त बिग्रेछ पाइप टाढा भएर कम फोर्स आएको अब चाहिँ के गर्ने त पाइप छोटो गर्ने ए मेसिन बिग्रिया त होइन नाम चाहिँ सोध्नु न नाम चाहिँ थाहा भएन है नाम चाहिँ के होला मेरो यस्तो के होला है भक्तपुर कसको तपाईँको घर कि मेरो घर भक्तपुर तपाईँको घर भन्नु हो कि मेरो भन्नु हो तपाईँको ए यो चाहिँ कुन ठाउँ भनेको यो कुन ठाउँ भन्नुभयो पोखरा
चोरसाङो चोरसाङो रुबाट सुरु ल नाम पनि बिर्सिनु भयो कहाँबाट झरेर जाने माथि मेन रोड सबैजना झट्टै चिनिहाल्नु भयो काजी मन्दिरमा ठ्याक्कै भन्नुभयो उतमै ठ्याक्कै भन्नुभयो हामीलाई Happy New Year! Say hi guys. अनि को नि उ चाहिँ को नि Amos. ए को हो त आमोस भने मेरो साथी. आमा साथी बनाइसकेको साथी हो त छोरा बहिनी साथी मेरो ए बाउ 500 रुपैयाँ निकाल मेरो ट्युसन फी तिर्न निकाल भाइ बाबु परे दिन्छ बाउले त होइन त्यही हाम्रो के अरे सोचे म त के उजु घुमाइन पानीको धारा पानी होइन हौ हजुर म धारा पानी नाम लिनुभयो अब हामी जहाँको पनि हो नि बिर्सिनु भयो हामी जहाँको पनि दुला दुलै ठिकै हो होइन ठिक छ त्यो होइन त्यो ठिकै हो पर्छ दाइ सफा हुन्छ नि त निचोर्यो भने सफाको लागि हो कि पानी नआउँछ नि पानी नआउँछ हो यो पखाले बस्नु सफा हुन्छ नि अनि यसले स्मेल जान्छ अनि रसहरू जाँदैन यो रस त अलि मसलामा फ्राई गरेपछि मसलाको रस बस्ने हो नि त यसमा मसला पखाल्ने हो यो त यसको चाहिँ अलिक यो नराम्रो रमेश दाइ हजुर पुग्छले नत्र अझ फरक सरलाई बोल्नु ए दिनेश सर दिनेश सर यो बेसीमा खाएर ढकन लाग्दैन मस्यौरा नि फ्राई गर्ने हो है परिवर्तन स्विच अफ टेस्ट हो यो चाहिँ हड्डी नभएको मासु हड्डी नभए मासु ल ल दिनेश दाइको छोरी है यो चाहिँ ए यता छोरी लु मलाई हेर मलाई यता 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 निर्मला दिदी दिनेश भेना दिनेश दाई है छोरीको नाम चाहिँ के हो छोरीको नामै राखेको छैन जस्तो ल यो चापागाउँको खुर्सानी आयो रमेश दाइले बनाउनु भएको यसो गरौँ त यो बेन्चको पछाडि अनि हाम्रो व्यवहारहरू त्यहाँबाट सुरु हुन्छ त्यो व्यवहारमा चाहिँ नराम्रो व्यवहारहरू चाहिँ हामीले के गर्नु पर्यो त्यसलाई चाहिँ मारेर त्यसलाई चाहिँ हामीले हटाएर अनि हामी एउटा साँचो खास एउटा विश्वासी कस्तो हुनुपर्छ भन्ने कुरो अप्र्याक्टिकल त जाने बेलामा या बस्ने बेलामा समूहमा त्यो बेला बल्ल देख्छ कि हामी एक्लै घर बसेको बेलामा हाम्रो त्यो बानी व्यवहार प्रकट भएको हुँदैन तर जब हामी समूहमा हुन्छौँ कतिपय हामीले सहनु पर्ने हुन्छ अब जस्तो भनौँ न
कसैलाई चाहिँ भनौँ तरकारी चाहिँ भुटेर खान मन लाग्थ्यो अब यहाँ चाहिँ सबैको लागि झोल चाहिँ खानुपर्ने भयो त्यो बेला के गर्नुपर्ने भयो आफ्नो इच्छालाई मारेर पनि अब अर्काको लागि भए पनि के गर्नु पर्यो झोल खानुपर्ने हुन्छ कसैलाई दाल मन पर्दैन तर अर्काको लागि दाल खानुपर्ने हुन्छ कसैलाई चाहिँ कसैको चाहिँ कुरा के भन्छ म त ग्रुपसँग सुत्नै सक्दिनँ म त एक्लै सुत्नुपर्छ भन्छ अब सुत्न अर्थ त्यो ग्रुपसँग सुत्ने कलरहरू हुन्छ होइन तर के हुनु पर्यो सहनु पर्यो ग्रुपसँग सुत्नु पर्यो अनि यहाँनिर चाहिँ जब यसरी सङ्गति हुन्छ हुँदाखेरि हामी एउटा दुईवटा चाहिँ तन्नाहरू सिरकहरू एउटै ग्रुपमा चाहिँ हामी बाँडेर हामी चाहिँ दुईजना तिनजनाले बाँडेर सुत्नु पर्ने हुन्छ त्यो गर्दाखेरि के चाहिँ हामी प्र्याक्टिस हुन्छ भने अर्काको घच्चा सहने बानी लाग्छ कि बुझ्नु भने अर्काको चाहिँ अर्कालाई कसरी सहने अर्काको घच्चा कसरी सहने आफ्नो जीवनलाई कसरी तलाउने त्यसबाट धेरै प्र्याक्टिस हुन्छ यसरी नै आफूले भने जस्तो हुँदाखेरि सबैजना खुसी नै हुन्छ तर अर्काको लागि कसरी जिउने भन्ने कुरा यस्तै सङ्गतिमा हामी भेट्दाखेरि आफूले भने जस्तो नभए पनि अर्काको लागि भलाइ सोचेर चाहिँ हामीले चाहिँ हिँड्नुपर्ने हुन्छ अब यस पछाडि पनि अब आज जति हामी जाँदैछौँ तपाईँहरू कोही बस्नुहुन्छ भने बस्नु होला हामीले चाहिँ भनिराखेका छौँ तपाईँहरू जति जानुहुन्छ विशेष गरेर टाढाकोहरूलाई अनि जो कि फेरि वहाँ गएपछि फेरि अफिसहरू भोलि फेरि अफिसहरू जानुपर्नेहरू हामीले त्यही भएर यसो हेर्दाखेरि काठमाडौँको दाजुभाइ दिदीबहिनीहरू उहाँहरू अलिक पहिला जानुपर्ने जस्तो लाग्यो अनि काठमाडौँको त्यसपछि फेरि अब अरू कता छ त्यस्तो टाढा जानुपर्ने त्यसरी एउटा प्रायोरिटी दिएर पहिला चाहिँ काठमाडौँको दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू पहिला खानासाना खाएर तपाईँहरू पहिला रेडी हुनु पऱ्यो त्यसपछि चाहिँ फेरि अब माथि डाँडा पाखा लाग्नुपर्ने फेरि गाडी चाहिँ समात्नु पर्ने होला फेरि तोबाङहरूको तोबाङतिर भन्नाले यो महला ग्रुपहरू उहाँहरू गाडी फिक्स छैन ठुलो समूह छ होइन उहाँहरूले मिलाउनु पर्ने छ उहाँहरूको पनि गाह्रै छ त्यसपछि उहाँहरूलाई पनि फेरि प्रायोरिटी दिउँ त्यसपछि सानसानो समूह त आज इन्केस भएन भने ल आज यतै बसेर गरौँ भने पनि फरक पर्दैन फेरि भोलिबाट हामी आफै गाडीहरू खोजिदिउँला र यदि तपाईँहरू ठाउँ ठाउँबाट आउनुभएको कोही बसिराख्नु भएको छ भने ठाउँ ठाउँबाट जुन अगुवाहरू हुनुहुन्छ आफ्नो स्थानहरूबाट तपाईँहरू चाहिँ बस्दै हुनुहुन्छ र आफ्नो ग्रुप चाहिँ फेरि तपाईँहरूले पठाउँदै हुनुहुन्छ भने कृपया एउटा अगुवाहरू भइसकेपछि एउटा आफ्नो झुन्डको आफ्नो एउटा भेडाहरूको चाहिँ हामीले वास्ता गर्नुपर्ने हुन्छ होइन त्यही भएर तपाईँहरू के गर्नु पऱ्यो तपाईँहरू आफू बस्नुहुन्छ भने आफ्नो समूहलाई चाहिँ राम्रो गाडी साडी खोजेर बन्दोबस्त गरेर तपाईँहरू हाम्रो सहायता चाहिन्छ भने फेरि हाम्रो यहाँबाट हाम्रो भाइहरू पनि हुनुहुन्छ हामीहरू जानु पऱ्यो हामी जान्छौँ तपाईँहरू राम्रोसँग बन्दोबस्त गरेर चाहिँ पठाइदिनु होला है त्यस्तो चाहिँ अनि उहाँहरूको अरू पनि केही समस्या छ कि त्यो हेर्नु पऱ्यो यही नै हो तपाईँ हामीले सिक्ने कि अनि यो नै हाम्रो एउटा विश्वासीको चाल हामीले सिक्ने शिक्षा भनेको यही नै हो हामी आफ्नो स्वार्थी तरिकाले हाम्रो आफ्नो तरिकाले हिँड्छु भन्न लाग्यो भने त्यो चाहिँ त्यसरी कहिले पनि विश्वासले चाहिँ हुँदैन अब हामी के गर्नु पऱ्यो एकपटक एउटा घटना छ के अरे हामीले बारम्बार भन्छौँ नि स्थान दिने बेलामा पनि त्यहाँनिर ठाउँ पुगेर अनि पहिला कला गर्नु पऱ्यो पहिला आइमी केटीलाई स्थान दिनु पऱ्यो नसक्ने बुढापाकालाई दिनु पऱ्यो अनि जवानहरू भयो भने त जवानहरू त उभिएर पनि आउनुपर्ने हुन्छ एकपटक एउटा घटना यस्तो भयो काठमाडौँबाट चाहिँ आउँदाखेरि ल सुरु एभ्रीबडी आज हामी आएको छौँ पोखरा चर्चमा सबैले यो च्यानललाई सब्सक्राइब लाइक हान्नु चितवनको सबैले र पोखराको सबैले हान्नुपर्छ र हाम्रो कसैको च्यानल रहेको छ आज हामी पोखराको चर्चमा आज हामी भजन कीर्तन गर्न आएका छौँ भजन कीर्तन होइन सङ्गति सङ्गति गर्न आएका छौँ यहाँ चाहिँ बच्चाहरू काम गरिरहेका छन् र यतापट्टि हाम्रो सिआरएस भ्लगर दाइ आउनु भएको छ आज मैले अब उहाँको पनि सब्स्क्राइब गर भन ल सिआरएस भ्लग्सलाई सब्स्क्राइब गर्नु होला यो मेरो अङ्कलको भिडियो हो मैले नि आज भ्लग हानेको छु तपाईँले लाइक गरिदिनुहोस् होला ल बाई बाई